कुकुर डग मानवको सबैभन्दा वफादार र पुरानो पाल्तु जनावरमध्ये एक हो। हजारौं वर्षदेखि मानिसहरूले कुकुरलाई साथी, सुरक्षा र शिकारमा सहयोगीका रूपमा पालेका छन्। कुकुरको उत्पत्ति जङ्गली ब्वासाबाट भएको मानिन्छ, जसलाई मानिसले क्रमिक रूपमा पालेपछि आजका विभिन्न जातिका कुकुरहरू बनेका हुन्। कुकुरहरू विभिन्न आकार, रङ र स्वभावमा पाइन्छन्। सानो साइजका पुडल, पग, चिहुआहुआदेखि लिएर ठूला आकारका जर्मन शेफर्ड, ल्याब्राडोर, रोटवाइलर जस्ता कुकुरहरू प्रचलित छन्। प्रत्येक जातिको आफ्नै विशेषता, व्यवहार र काम गर्ने क्षमता हुन्छ। कतिपय कुकुरहरू घरको सुरक्षामा उत्कृष्ट हुन्छन् भने कतिपयलाई मार्गदर्शक वा थेरापीको रूपमा प्रयोग गरिन्छ। कुकुरहरू निकै समझदार जनावर हुन्। तिनीहरू आफ्ना मालिकको आदेश चिन्न र पालना गर्न सक्ने क्षमता राख्छन्। कुकुरले मालिकप्रति निकै माया र निष्ठा देखाउने भएकाले उनीहरूलाई मानिसको सबैभन्दा राम्रो साथी पनि भनिन्छ। कुकुरहरूले मनोविज्ञान र भावनात्मक अवस्थालाई पनि राम्ररी बुझ्न सक्छन्। नेपालमा पनि कुकुरलाई धेरै मान्ने गरिन्छ। विशेष गरी हिन्दू धर्म अनुसार तिहारको दोस्रो दिन कुकुर तिहार मनाइन्छ, जसमा कुकुरलाई फूलको माला, टीका र मिठो खाना दिइन्छ। यो परम्पराले कुकुरप्रति कृतज्ञता प्रकट गर्ने अभ्यास हो। कुकुरलाई धर्ममा यमदूतको साथीका रूपमा पनि मानिन्छ। कुकुर पाल्नु अघि उसको स्वास्थ्य, खानपान र व्यायामको राम्रो ख्याल राख्नुपर्छ। कुकुरलाई नियमित रूपमा खोप लगाउनु, स्वच्छता कायम गर्नु र पर्याप्त घुमाउने गर्नु जरुरी हुन्छ। पाल्तु कुकुरलाई घरको सदस्य झैं व्यवहार गरेमा उनीहरू पनि निकै प्रेमालु र सामाजिक बन्छन्। कुकुरहरूको सुँघ्ने शक्ति अत्यन्त तेज हुन्छ, जसले गर्दा प्रहरी र सेना विभागमा कुकुरलाई ड्रग्स पत्ता लगाउने, हराएका मानिस खोज्ने वा अपराध अनुसन्धानमा प्रयोग गरिन्छ। ट्रेन्ड कुकुरहरूले अनेकौं खालका कामहरूमा दक्षता देखाउन सक्छन्। उनीहरू प्रशिक्षणद्वारा आदेश अनुसार काम गर्न सिकाइन्छ। कुकुरहरूको औसत आयु जाति अनुसार फरक हुन्छ। सामान्यतया साना कुकुरहरू लामो समय बाँच्ने गर्छन् भने ठूला जातिका कुकुरहरूको आयु केही कम हुन्छ। तर राम्रो स्याहार, खानपान र स्वास्थ्योपचारले कुकुरको जीवनलाई स्वस्थ र दीर्घ बनाउन सकिन्छ।